सबैलाई चाहिन्छ भनेर आएको अब के गर्ने राष्ट्रिय परिचय पत्र बनाउने ठाउँमा दिदी बहिनीहरूले लिन्छन् भनेर आएको अब जुम्ला तपाईँको तराईदेखि लिएर हिमालसम्म अनि मिलमिलाप गर्ने चिज लिएर आएपछि अब के त्यो मिलमिलाप गर्ने भनेको तपाईँको झन्डा हो। यही झन्डाबाट तपाईँहरूले सबैले अब दिदी बहिनीहरूले सबैले शिक्षित हासिल गर्नुभयो। तर भाषामा कोही मैथिली भाषा बोल्ला, कोही जुम्ली भाषा बोल्ला, कोही मुगर भाषा बोल्ला, कोही नेवार भाषा बोल्ला। भाषा चिज चाहिँ एउटै बनाउने चिज त यही झन्डा त हो भनेपछि अब त्यही कुरा तपाईँले यहाँ पनि पाइन्छ कि तपाईले जुम्लाबाट चाहिँ के ल्याउनु भएको छ? जुम्लाबाट मैले अलि जुम्लामा पाइन्छ सबैले चाहिन्छ भने जिम्मु, शिलाजित, अनि जेठी मधु, हिमाली तेल, अनि केसर, यसको म त अब भइगयो। अब के गर्ने महत्त्व बताउनु न। महत्त्व त्यो दालमा झानेर खाने मैले एकदम रोगा खोकीलाई ठिक गर्छ। कति एउटाको 50 रुपियाँ गर्छु बहिनी बेच्दाखेरि। अनि बढी लिनु भएन? अलि बढी भयो क्या पैसा? कहाँ बढी भयो, माथि पहाडबाट ल्याउनु नि त्यतिकै कहाँ आउँछ त। जानुपर्छ ढगुडा दुःख गर्नुपर्छ। अब के गर्ने आएको होइन होला यो? हजुर उहीँबाट जुम्लेबाट आयो बहिनी। अरु के देखाउनु न? अरु जेठी मधु नेरा यो यसको फाइदा के? यो तपाईँको रुगा खोकी लाग्यो भने ठिक गर्छ। हेर्नुहोस् यो तपाईँको केसर। अनि यो चाहिँ के को फाइदा? यो त खाने बच्चाहरूलाई खुवाउने। अब यो तपाईले वहीँबाट ल्याउनुहुन्छ? वहीँबाट माथि जुम्लामा पाउँछ यो? हरिबहादुर मदले यो खेती गर्नु भएको छ जुम्लामा। यो तपाईँको माराङ्गी माथि किनेर ल्याउनुहुन्छ कि यो खोजेर टिपेर ल्याउनुहुन्छ? यो कहाँ यो खोजेर पाइँदो बहिनी? यो सबै खेती नै गरेको चिज हो? हजुर खेती गरियो। यो त माथि जङ्गलमा पाइने चिज हो। यो चाहिँ हजुर यो माथि पहाडमा किनभने जिम्नु पहाडमा पाउँछ। अनि यो पनि जडीबुटी पहाडमै पाउने हो। हजुरको नाम चाहिँ के? मेरो नाम कविलाल राउत हो। कविलाल राउत। हजुर। कति वर्ष गर्नुभयो? म 60 वर्ष भएँ। अनि यसरी व्यापार गरे कति वर्ष भयो? यस्तै व्यापार गरे लगभग अहिले 20-25 वर्ष। 20-25 वर्ष भयो। तपाईँको पहिले इन्डिया घुम्थे। यस्तो राम्रो चिज नेपालमा चल्नु रहेछ भनेर अहिले 2 वर्ष भयो यसमा घुमेको। अनि पहिला त तपाईँको जस्तै दिल्ली गयो, पानेपोल, लोधेना, अमृतसर, अमला, लास्ट तपाईँको कलकत्तासम्म घुमेर आयो। गङ्गा सागर यही गरी नै मेरा छोराछोरी पढाएको छु। कति राम्रो कुरा। कतिजना छन्? मेरा 5 हुन्। 2 छोरा छन्, 3 छोरी छन्। के गर्ने अहिलेको जमानामा हेर्नुहोस् अब छोरी नपढाएसम्म बिगार्नु गरिदिने जमाना आयो। उही बेलामा कोही छोरीले के अरे भेडा चराली, कोही छोरी गाई चराली, कोही छोरी छोरीको बिहा हुँदैन भनेर मात्रै पढाउने हो त? होइन जमाना त त्यही आयो त। पहिले त हामी के हो म 300ले प्लेन चढिआउँ। अहिले 300ले प्लेन चढ्न पाइन्छ? पाइँदैन। 300ले खाना कहाँ त्यस्तो प्लेन चढ्नु? म जुम्लाबाट सुर्खेत आउनाले 300ले मात्रै चढ्यो। प्लेन चढ्नु भयो? हजुर। तर अहिले 300ले पाउँदैन। 8000 रुपियाँ छ प्लेन भाडा। हजुर। 1 रुपियाँ आजभोलि चढ्नुहुन्छ कि? आजभोलि त गाडी जान्छ सरर। प्लेन चढ्नुहुन्न? महँगो भयो? महँगो भनेपछि 1 रुपियाँ तपाईँको 4 गिलास दही खायौँ। अब भन्नाले 1 रुपियाँ गिलास दही खानेले अहिले त कति पढ्यो? 30 रुपियाँ गिलास 1 गिलासले दही पर्छ। सबै मनले पढ्यो। त्यतासम्म हामी कमाउनुहुन्छ त है महिनामा? महिनामा के हुन्छ भने कहिले भयो भने त्यही 10-12 हजार हुन्छ। 10-12 हजार लगिन भने अब केटी पढाउनै पऱ्यो, भाडा तिर्नै पऱ्यो। पहिला हाम्रो घर आटा रोटो सिना साग खाएर पढ्थ्यो भने अहिले त थुक्कै भएर गयो। रुपियाँ लाग्दो रहेछन्। रुपियाँ लाग्यो नुतिरेपछि त्यो उठ जाऊ पुरो भनिँदैछ त्यो घरबेटी। नुगर हजुर पछाडि 1000 दिउँला भनेपछि अनि मान्नु छ त्यही। ल त्यति हो हजुर मेरो कुरा। अरू तपाईँले ब्यागमा चाहिँ के बोक्नु भएको छ? ब्यागमा सबै यस्तै चिज हो है। महिनामा कमाउने कुरा त तपाईँले लुकाउनु भयो भन्नु भएन? यो के छ यसमा? यो शिलाजु त यही त। शिलाजित है? हजुर। यस्तो तान्दाखेरि राम्रो हुन्छ? नतन्किँदैन। तन्काइदिउँ भने तन्काइदिन्छु। जुम्लाको